त्यो हजुरले साउलीले छ नि उतापट्टि अलिअलि सिन्दुर लगाइदिउँ न सिन्दुर राख्थ्यौँ सिन्दुर पहिले धनेश्वरीको पूजा गरौँ त्यसपछि चनेश्वरी ज्यावललाई पनि ज्यावललाई अलिअलि उ गर्नु लु दाजु त्यो रातो सिन्दुर अलिकति राख्नु त्यहाँ अलिकति उ गरेर धनेश्वरीलाई है धनेश्वरीलाई टिको लगाइदिनु टिको लगाइदिनु ल ल अब धुप 5 वटा सल्काउनु है 5 वटा धुप सल्काएर धनेश्वरी महादेव तिम्रो शक्तिले यो मेरो काममा एकदम सुकुशल रहने गरिदेऊ एकदम राम्रो गर कसैलाई चोट पर्न नगर तिम्रो घरमा तिम्रो जिम्मामा एकदम भनेर चाहिँ मैले गरेँ त्यसै गरेर एकदम बल पुगेर मागेर राम्रो ल साउदी झिम्ताना पूजा झिम्ताना पूजा